नेपालमा बिजुली गाडी आउने क्रम बढेको बढै छ। त्यसमा पनि तपाईले पिकअप खोजिराख्नु भएको थियो र यो भन्दा अगाडि मैले रिडाराको सिंगल मोटर भएको पिकअप ट्रक त तपाईलाई देखाइसके भने आज मेरो अगाडि छ डुअल मोटर भएको पिकअप ट्रक। नेपालमा आएको यो पहिलो अल व्हील इलेक्ट्रिक पिकअप ट्रक तपाईले देखिराख्नु भएको छ। अब यो गाडी अल व्हील ड्राइभ चाहिँ कस्तो छ त? अब यसलाई हामी नेपालको बाटोमा सबैतिर उकालो ओह्रालो हिलो मैलो डाँडा काँडा ढुङ्गा मुढा सबतिर यो गाडी कुदाएर टेस्ट गर्नेछौँ र यो गाडीको पर्फर्मेन्स कस्तो हुन्छ, यसलाई ह्यान्डलिङ गर्दा कस्तो हुन्छ र कुदाउँदाको मजा पनि कस्तो छ, आज हामी यो भिडियोमा पुरा तपाईले जानकारी दिन्छौँ। अब यो गाडीलाई अब यसको पर्फर्मेन्स चेक गर्नुको लागि पिच बाटोमै कुदाएर हेरौँ र यो गाडीको खास पर्फर्मेन्स पनि हामीले पिच बाटो एकदम प्लेन बाटोमा राम्रोसँग पाउँछौँ, किनभने यो गाडीको पछाडिपट्टि 200 किलोवाटको मोटर छ भने अगाडि 115 को छ र यो गाडीमा टोटल तपाईँलाई 315 किलोवाटको मोटर पावर यसमा पाउँछ, जसले निकाल्ने टोर्क पनि 595। बाफरे, झन्डै 600 न्युटन मिटरको टोर्क यो गाडीमा छ र जसलाई कम्पनीले क्लेम गरे अनुसार जम्मा 4.5 सेकेन्डमा यो गाडीलाई 0 to 100 पुर्याउन सकिन्छ। कुरै गर्नुपर्दा योभन्दा अगाडि देखाएको रिडारामा पनि पावरको कमी चाहिँ होइन है, त्यसमा पनि 200 किलोवाटको मोटरको पावर तपाईँले भने अनुसारै पाउनुहुन्थ्यो भने यसमा त तपाईँले झन् अगाडिपट्टि पनि मोटर राखिदिएपछि त एक्स्ट्रा पर्फर्मेन्स तपाईँले पाउनुहुन्छ। र एकचोटि यो गाडीलाई अब हामी 0 to 100 बनाउँछौँ है, हेरौँ है अब 4.5 सेकेन्डमा पुग्छ कि पुग्दैन। 0 छ अहिले, 1 2 3 कतिमा भयो ल 100 त कट्यो र गाडीमा यति मजाको पर्फर्मेन्स तपाईँले देख्नुभयो जसलाई हामीले 100 मात्रै होइन 100 भन्दा बढी एकैछिनमा पुगिहाल्यो। त्यस्तो कुदाउँदा पनि तपाईँले यहाँ हेर्नुहुन्छ नि अगाडिपट्टि मोटर हुँदाखेरि पनि हाम्रो जुन स्टियरिङ छ नि अति नै कम्फर्ट तपाईँले यसमा पाउनुहुन्छ, त्यस्तो हार्ड फिल पनि छैन र यस्तो गजबको एक्सेसन हामीले यसमा पायौँ कि यो गाडीमा हामीलाई कन्ट्रोल गर्न पनि केही पनि गाह्रो भएन। यो गाडीको चारैवटा चक्कामा डिस्क पनि तपाईँले पाउनुहुन्छ भने यसको कन्ट्रोल पनि गजबै छ र अगाडिपट्टि राखेको मोटर र पछाडिपट्टि राखेको मोटरले दुईटैले रिजेन पनि गर्छ र ब्रेकिङमा पनि एकदमै साथ दिएको छ र गाडी कन्ट्रोल गर्नलाई पनि एकदमै सजिलो छ। र यो गाडीमा याद गर्नुपर्ने कुरा के छ भने यो त पिकअप ट्रक हामी नर्मली भन्छौँ, अरू गाडी त बच्चा उफारिरहेको छ पिकअपहरूमा, तर यस्तो यसमा छ नि यति स्पिड कुदाउँदाखेरि पनि यो गाडीको स्टेबिलिटी चाहिँ तपाईँले बब्बाले पाउनुहुन्छ। सबै चक्कामा इन्डिपेन्डेन्ट सस्पेन्सन भएको कारणले गर्दा पनि होला यो गाडी फुल्ली पिकअप भए पनि एसयुभी फिल तपाईँले पाउनुहुन्छ र गाडीमा नि यस्तो पर्फर्मेन्स यस्तो पावर पाउनुहुन्छ र यो सबै होल्ड गर्न तपाईँले यो गाडीमा 73 किलोवाट आवरको ब्याट्री यसमा राखिएको छ। यो गाडीले दिने रेन्ज पनि तपाईँलाई नि 424 किलोमिटरको रेन्ज छ। त्यति मात्रै होइन, यो गाडीले त्यस्तै चिज टो गर्नु पर्यो भने 3000 केजीको बराबर चिज टो पनि गर्न सक्छ र यो गाडीमा तपाईँले 750 केजीको सामान तपाईँले मजाले राखेर हिँड्न सक्नुहुन्छ र योभन्दा अगाडि देखाएको रिडारामा तपाईँले जम्मा 2500 केजीको चिज मात्रै तपाईँले टो गर्न सक्थ्यो भने यसमा अझै बढी तपाईँले टो गर्न सक्नुहुन्छ। यसको मतलब अझै बढी पावरफुल यो गाडी छ। गाडी चलाएर हेर्दा त एकदमै गजबै मजा आउँछ। यसमा तपाईँले भिजिबिलिटी कुरा गर्नुहुन्छ भने प्रष्टसँग देखिन्छ, माथि बसेर कुदाए जस्तो छ। एसयुभी प्लस तपाईँलाई चाहिँ पिकअपको फिल हुँदाखेरि चाहिँ तपाईँलाई एकदम हाइट राम्रो पाउनुहुन्छ यसमा। र यहाँ हेर्नुहुन्छ नि तपाईँलाई यहाँ मिरर पनि राखिएको छ, यो चाहिँ म्यानुअली नै तपाईँले यसमा पाउनुहुन्छ एडजस्ट गर्नको लागि भने। यहाँ ठुलो स्क्रिन पनि छ, तर यो दुईटाको बिचमा हल्का ग्याप चाहिँ तपाईँले कम भयो जस्तो मैले फिल गरेको छु भने, तर तपाईँले यो गाडीमा 360 क्यामेरा पनि पाउनुहुन्छ, जसले गर्दाखेरि भिजिबिलिटी यहाँ अलिकति कम फिल भए पनि तपाईँले केही पनि गाह्रो छैन, मजाले एलर्ट पनि दिन्छ र 360 क्यामेरा पनि अन भइहाल्छ र तपाईँले मिररमा पनि ब्लाइन्ड स्पट डिटेक्सन पनि तपाईँले पाउनुहुन्छ र गाडी लेन चेन्ज गर्नु पर्यो या ओभरटेकिङ गर्नु पर्यो या के गर्नु पर्यो भने तपाईँले नोटिफिकेसन त पाइहाल्नुहुन्छ। यसमा त एडप्टिभ क्रुज कन्ट्रोल पनि छ है। यसमा मैले एकदम कति किलोमिटर कुद्ने भनेर ठ्याक्क मैले राख्दिएँ र लेन एसिस्ट पनि मजाले गरिरहेछ। म अलिकति रिक्स त लिइरहेको छु, यहाँनिर बाटो रेखा त छ यहाँनिर र स्पिड पनि तपाईँले जुन दिएको छु त्यही स्पिडमा यो गाडी कुदी पनि रहेको छ र कन्ट्रोल पनि मजाको छ है यसमा हेर्नुहुन्छ भने। नर्मली भन्यो भने यस्तो किसिमको फिचर भएको चाहिँ हामीले कुनै पनि पिकअप ट्रक चाहिँ पाउँदैन थियौँ भने अब यो लेभलको पिकअप ट्रक हामी कहाँ आइसकेको छ, जसले गर्दा तपाईँ एउटा लग्जरी फिल र पिकअपको पनि काम गर्नु पर्यो भने तपाईँले रिडारलाई रोज्न सक्नुहुन्छ है, त्यो पनि अल व्हील ड्राइभवाला। यो गाडीमा पनि अटो पाइलट हुने रहेछ यार। ओहो, ल हेर्नुहोस् लेनमा ठ्याक्कै 50 को स्पिड हालिदिएको छु होइन, मजाले गाडी कुदिरहेछ र लेन पनि हेर्नुहुन्छ नि यो जुन लाइन छ नि यताको सेतो फुल लाइन देखाइरहेछ भने यता चाहिँ कट भएको पनि मजाले यहाँनिर क्यामेरा देखाइरहेछ र अलिकति स्ट्रिङमा पनि हात राख्नु पर्ने रहेछ।
ड्राइभर कतिकै एक्टिभ छ कि छैन भन्ने कुरो पनि यसले चेक गर्दो रहेछ है। Don't wait for me, honey. Don't wait. 'Cause I'm always heading your way. And I know exactly. यो गाडीलाई त हामीले पिच रोडमा त कुदाएर हेरिसक्यौँ। अब आउँ यो गाडीलाई एक्सट्रिम टेस्ट गर्न लागि अफ रोडमा लिएर आएका छौँ। हुन त नेपालका सबै हाइवे अफ रोडै छन्, तर पनि हामी गाउँघरमा आइपुगेका छौँ जहाँ ट्र्याक्टर हिँड्ने बाटो, जहाँ चाहिँ खल्ट्याङ खुट्टो अलिक ज्यादै छ र ग्राभल बाटो पनि तपाईँले देख्न सक्नुहुन्छ। यहाँ कुदाएर हेरौँ यो गाडीले कस्तो पर्फर्मेन्स दिन्छ। अब यो गाडीलाई मैले पिचमा त कुदाइसकेँ। पिचमा त पर्फर्मेन्स तपाईँले पाइहाल्नुभयो, एक्सेसन पाइहाल्नुभयो, कन्ट्रोल। त अब अलिकति च्यालेन्जको लागि मैले ग्राभल बाटोमा ल्याएको छु। ग्राभलमा पनि अलिकति एक्सेसन दिएर हेरौँ कस्तो हुँदो रहेछ यसमा, हेरौँ है त। वाह ल ल सर पुरै धुलो उडाएर मजाले हिँड्न सकिन्छ। र यस्तो बाटोमा पनि तपाईँले यस्तो ग्राभलमा पनि 100 त एकैछिन पुगिसकेको थियो यो गाडी। तर मैले अब धुलो धेरै उड्ने भएर कन्ट्रोलमा गरेँ भने ग्राभल कन्ट्रोल पनि तपाईँले राम्रो पाउनुहुन्छ यसमा। कर्रसँगले गाडी कुदिरहेको छ। अब यो अफ रोड बाटोमा पनि हेर्नुहुन्छ भने चाहिँ गाडी यस्तो मजाले ग्रिपिङ गरेर कुदिरहेको छ नि। हेर्नुहोस् ड्याङ ड्याङ। अब जस हामीले चाहिँ नर्मलै मोडमा पनि यो गाडीको स्टेबल चाहिँ मजाले पाएका छौँ। यो गाडीलाई चाहिँ नि मैले अफ रोड टेस्ट गर्दाखेरि चाहिँ एकदमै बेस्ट पार्ट लागेको चाहिँ यो गाडीमा भएको इन्डिपेन्डेन्ट सस्पेन्सन यति मजाको छ नि, पुरै लचक लचक नै छ। र त्योभन्दा पनि अर्को यो गाडी यस्तो मजाको ग्राउन्ड क्लियरेन्स तपाईँले पाउनुहुन्छ। 220 mm को ग्राउन्ड क्लियरेन्स भएपछि मेरो चाहिँ लगभग मलाई लाग्छ नेपालका कुनै पनि ठाउँमा तपाईँले सजिलैसँग यो गाडीलाई लान सक्नुहुन्छ। अब ठुलै ड्याङ ड्याङै खाल्टो छ भने त बेग्लै कुरा हो, तर पनि नर्मल एकदमै अफ रोडमा चल्ने गाडीको बाटो भएको ठाउँमा या अफ रोडैमा ढुङ्गा मुढामा तपाईँले गाडी मजाले कुदाउन सक्नुहुन्छ। नर्मली अब इलेक्ट्रिक पिकअप भनेपछि या इलेक्ट्रिक गाडी भनेपछि मान्छेको मनमा चाहिँ के आउँछ भने पानीमा के हुन्छ भनेर। अब हामी यस्तो एक्सट्रिम टेस्ट गर्दैछौँ पानीमा। अब सुई अब यो खोला तर्दैछौँ यहाँनिर र खोलाको लेभलै हेर्नुहुन्छ भने पनि तपाईँले झन्डै घुँडासम्मको पानी भएको पानी हो यहाँनिर। र नर्मली तपाईँ हुन्छ आइसी इन्जिन भएको जुन गाडी हुन्छ नि त्यसको चाहिँ तपाईँको यो वेडिङ लेभल चाहिँ तपाईँको 600 mm को हुन्छ भने यसमा चाहिँ तपाईँले 815 mm को पाउनुहुन्छ। यसको मतलब के भने 115 mm को चाहिँ तपाईँले वाटर रेजिस्टेन्स यसमा बढी हो। र सँगसँगै यो गाडीमा तपाईँले चाहिँ IP68 को तपाईँको वाटरप्रुफ टेस्टी रेटिङ पाउनुहुन्छ, जसले गर्दाखेरि पानीमा कुदाउँदाखेरि खासै केही प्रब्लमै हुँदैन तपाईँले। अब गाडी पो पानीमा डुब्नु भएन त, तर तपाईँलाई 815 mm लेभलसम्म पानीमा डुब्दा पनि यो गाडीमा केही हुनेवाला छैन। र गाडी चलाउनुभन्दा अगाडि चाहिँ मैले यसमा धेरैवटा हेरेँ, त्यसमा मुडहरू पनि तपाईँले डिफ्रेन्ट पाउनुहुन्छ यो गाडीमा चाहिँ, जस्तो इकोनोमी, कम्फोर्ट, स्पोर्ट, स्यान्ड, मड। सँगसँगै हेर्नुहुन्छ चाहिँ यसमा चाहिँ अब हामीले चाहिँ अफ रोड पनि छ भने वेडिङ मोड पनि यसमा पाउँछौँ। अब वेडिङ मोड खासमा हामी चेकै गरिरहेको छौँ यहाँनिर, यस्तो मजाले ड्राइभ भइरहेको छ। र यो गाडीको स्टेबिलिटीको कुरा गर्नुहुन्छ भने नि अब 4 व्हिल भएर पनि होला आरामसँग हामी यो गाडीलाई कुदाउन सक्छौँ क्या। अझ अलिक परबाट पानी कम भएको ठाउँमा त सजिलैसँग भइहाल्छ। र यति धेरै पानी प्लस तपाईँको यहाँ चाहिँ गिटी छ नि, हल्का चिप्लो जस्तो फिल भयो भने पनि यो वेडिङ मोडमा चाहिँ बबाइले काम गर्ने रहेछ। रमाइलो कुरा चाहिँ के छ भने नि पहिलाको रिडार र यो रिडारमा चाहिँ सबै कुरा लगभग सेम नै छ। यसको मतलब के भने लम्बाइ, चौडाइ, पछाडिको बेड साइज र पछाडि पनि निस्किने सकेट पनि 6000 वाटकै तपाईँले पाउनुहुन्छ। तर यसमा केही न केही फरक त तपाईँले पाइहाल्नुहुन्छ लुक्समा। अगाडिपट्टि यसमा रिडारा लेखेको बत्ती बल्ने छ भने त्यसमा चाहिँ जम्मा लेखेको तपाईँले पाउनुहुन्छ। र कहाँ त्यति माथि हो र यसमा यहाँ टेक्नो पनि पाउनुहुन्छ, यहाँ रुफ रेल पनि पाउनुहुन्छ र सनरुफ पनि यसमा पाउनुहुन्छ। र साथसाथै हेर्नुहुन्छ भने पछाडि लुक्स पनि सेम पाउनुहुन्छ भने खालि एक ठाउँ फरक छ, यहाँ हेर्नुहुन्छ भने र त्यहाँ हेर्नुहुन्छ त्यहाँ 4 व्हिल ड्राइभ लेखेको छ। भित्र बस्दा तपाईँले पुरै फरक पाउनुहुन्छ, बस्दा सिटै फरक छ, अगाडि ठुलो स्क्रिन छ, बिचमा गियर पनि बेग्लै किसिमको पाउनुहुन्छ र माथिपट्टि पनि मुन्टो चलाउने अप्सन छ। पछाडि पनि बस्दा फुल्ली लग्जरी तपाईँले पाउनुहुन्छ र त्यस्तै पछाडि सिट पनि तपाईँले भेन्टिलेटर पाउनुहुन्छ भने यहाँ एसीको पनि भेन्ट राखिएको छ र यहाँ बसेर ढल्किँदाखेरि सनरुफ र मुनरुफको मजै बेग्लै छ। यो दुईटा गाडीको लुक्सको फरक तपाईले थाहा पाइसक्नु भने यो गाडीको फुल्ली फिचर भिडियो हेर्नु पर्यो भने तपाईले यो भिडियोको तल राखेको डिटेलमा मैले लिंक राखिदिन्छु, जहाँ तपाईले क्लिक गरेर यो गाडीको पुरा भिडियो हेर्न सक्नुहुन्छ। र यति हेर्दा पनि तपाईले अझै इलेक्ट्रिक गाडी किन दुविधा छ भने
चिन्ता मान्नुपर्ने अवस्था छैन किनभने यो गाडीको म्यानुफ्याक्चरर जिली यति ठुलो कम्पनी हो चाइनाको वान अफ द लार्जेस्ट म्यानुफ्याक्चर कम्पनी हो जसले भल्भो जस्तो जर्मन कम्पनीको पनि 100% सेयर एक्वायर गर्दछ अब बिस्तारै हेर्ने भने नेपालको मार्केट इलेक्ट्रिकमय भइसकेको छ जहाँ तपाईँले अब यस्तो मजाको पिकअप अब पेट्रोलको छोडेर है डिजलको छोडेर इलेक्ट्रिकको पनि लिन सक्नुहुन्छ अब यो गाडीलाई अब कतिको चाहिँ उकालो डाँडो तान्छ या अफ रोड भन्नु मतलब बाटै नभएको ठाउँमा हामी कुदाउन सक्छौँ कि सक्दैन भन्ने कुरा छ अब यहाँ हेर्नुहुन्छ बाटो त त्यहाँनिर छ मजाले ग्राभल देख्नुहुन्छ तर यो डिस्कोमा बाटै छैन अब यसलाई चाहिँ म गाडी कुदाइरहेको छु तान्छ कि तान्दैन हेरिहालौँ अब यहाँनिर ओ तानेन यार ए यहाँ त मैले इको मोडमा छ त्यही भएर अब यसलाई म अफ रोडमा हाल्छु हेर्नु जहाँको त्यही तान्छ कि तान्दैन यहाँ ल हेर्नुहोस् ठाउँ उठाइदियो यार बाफ्रे र यो गाडीलाई चाहिँ अघि हामी सिधै ठाडो उकालो हालेको थियौँ भने ठाडो ओह्रालो पनि लाँदैछौँ र बिचमा गएर रोक्छु यसको हिल एसिस कस्तो रहेछ अब हेरिहाल्नु यहाँनिर ठ्याक्क मैले रोक्दै पुरै ब्रेक लगाएर मैले अब ह्यान्ड ब्रेक पनि लगाइदिन्छु गाडी अडिन्छ मजाले अडिएको छ र अब नर्मली चाहिँ अब हामीलाई चाहिँ के लाग्छ भने गाडी तल ठोकिन्छ कि अगाडि बनेटले छुन्छ कि जस्तो पनि लाग्छ भने एप्रोच एङ्गल पनि तपाईँले एउटा नर्मल पिकअपमा हुने हिसाबले मजाले पाउनुहुन्छ है यहाँनिर कहीँ पनि थोको छैन ल स्वाटै पाउनुभयो यहाँनिर भनेपछि यो गाडीमा हामीले यसलाई तल पनि लिएर आयौँ उकालो पनि चढायौँ भने यो गाडीको एप्रोच एङ्गल र डिपार्चर एङ्गल चाहिँ तपाईँले पर्फेक्टली एउटा पिकअप टपमा हुने हिसाबले पाउनुहुन्छ अब यो गाडीको मोड त मैले कुरा गरिसकेँ र यसमा हेर्नुहुन्छ इकोनोमी मोडमा हेर्नुहुन्छ नि यो गाडी अल व्हिल ड्राइभ त हो तर अल व्हिल भए पनि यसमा चाहिँ इको मोडमा चाहिँ यो काम गर्दैन है र त्यस्तै तपाईँ कम्फोर्टमा गर्नुहुन्छ भने चाहिँ यदि तपाईँले एक्सिलेटर दिइराख्नु भएको छ अलिक बढी प्रेस गर्नु भने चाहिँ तपाईँले 4 व्हिल नै काम गर्छ भने स्पोर्ट्समा चाहिँ पुरै चाउडै चक्का मजाले दौडिनुहुन्छ त्यही भएर तपाईँले स्पोर्ट्समा धेरै ब्याट्री पनि खान्छ र एक्सिलेरेसन र पावर पनि एकदमै धेरै बवाल हुन्छ र इकोनोमीमा चाहिँ तपाईँले मजाले ब्याट्रीलाई पनि सेभ गर्न सक्नुहुन्छ र हुन त जहाँ पनि हामीले 4 व्हिल लाएर कुदाउनु पर्ने त होइन तर यसमा तपाईँले जुन एक्स्ट्रा जुन फिचर तपाईँले एड गर्छ मोडहरूको त्यसले चाहिँ तपाईँको जुन हुन्छ हामी अल टेरेन जस्तो पनि भन्छौँ जुन किसिमको लेभलमा हामी जान्छौँ जुन किसिमको इन्भाइरोमेन्टमा जान्छौँ जुन किसिमको हामी बाटोमा गइरहेका हुन्छौँ त्यो परिस्थिति अनुसारले चाहिँ मोड सिलेक्ट गर्नुभयो भने त्यही अनुसारले चाहिँ तपाईँको अल व्हिल एक्टिभ हुने या 4 व्हिल एक्टिभ हुने कुराहरू चाहिँ यसमा भइहाल्छ यो गाडीलाई चाहिँ अब हामीले कस्तो मजाले कति ठाउँमा बेग्ला किसिमले ट्राई पनि गरिसक्यौँ र कुदाइ पनि सक्यौँ र आनन्दसँगले यो गाडीको पुरा टेस्ट पनि भइसकेको छ अब कुरा गर्नु छ तपाईँ रिडाराको फुल भिडियोको लिङ्क त मैले तल राखिदिइसकेको छु तपाईँ अझै डिटेलमा त्यहाँ हेर्न सक्नुहुन्छ तर पनि यो अल व्हिल ड्राइभको कुरा गर्ने हो भने नि यसमा पनि तपाईँले 3टा भेराइटीको गाडी तपाईँले पाउनुहुन्छ एउटामा तपाईँले सनरुफ सहित पाउनुहुन्छ भने अर्कोमा तपाईँले सनरुफ सहित डुएल टोनको पाउनुहुन्छ त्यही अनुसार प्राइस पनि फरक छ है र प्राइसकै कुरा गर्नु पर्दा तपाईँलाई 80, 82 र 83 लाखको तपाईँलाई प्राइस पर्न आउँछ जसमा 1,000 रुपियाँ कम गरेर एमआरपी राखिएको छ र गाडी किनेपछि पनि तपाईँ ढुक्क हुने वातावरण के छ भने यसमा राखिएको एलएफपी टेक्नोलोजीको लिथियम ब्याट्रीमा तपाईँले 8 वर्षको वारेन्टी या तपाईँले 1,60,000 किलोमिटर कुन पहिला आउँछ त्यो पनि पाइराख्नु भएको छ र यो त थियो तपाईँलाई रिडाराको अल व्हिल ड्राइभ गाडी सम्बन्धी जानकारी तपाईँले यो गाडी हेरेपछि अब कस्तो लाग्यो त कमेन्ट गर्न चाहिँ नभुल्नुहोला तर मलाई चाहिँ के लाग्यो भने हिजोसम्म तपाईँले इलेक्ट्रिक गाडी किनेर कहीँ पनि कुद्दैन उकालो तान्दैन पानीमा मिल्दैन खल्टा खुल्लो धान्दैन जस्तो लाग्थ्यो भने अब त्यो विचार तपाईँले त्याग्दै हुन्छ किनभने यस्तो गजबको रिडारा अब नेपालमा आइसकेको छ र यति भन्दै बिदा लिन्छु फेरि नेक्स्ट भिडियोमा भेट्ने बाचासहित आजलाई बाई बाई अनि नमस्ते